आज चाहिँ म पसलमा र्यान्डमली गएर फ्रीमा खानेकुरा माग्नेवाला छु। हेरौँ कोही दिन्छ कि दिँदैन। फ्रीमा दिनेवालालाई चाहिँ म डबल पे गर्नेवाला छु। भिडियोको स्टार्ट मिठो खाएर गरौँ न त सोचेर म फर्स्टमा मिठाई पसलमा गएँ। त्यहाँ गएर मिठाई कति पर्छ भनेको 30 रुपियाँको एउटा पिस पर्दो रहेछ। मसँग अहिले पैसा छैन, मलाई फ्रीमा खाना दिनुहुन्छ भनेको उहाँले चाहिँ यस्तो भन्नुभयो। सो यहाँबाट म खाली हात पर भिडियोको सुरुवात मिठो खाएर भएन ल मोमो खाएर त गरौँ भनेर म गएँ मोमो खाना। यता गएर दाइ म चाहिँ महेन्द्रनगरमा नयाँ आएको, मसँग पैसा सैसा छैन, एक प्लेट मोमो खाना दिनुहुन्छ भनेको। दाइले कति छिटो हुन्छ भाइ, भेज हालौ कि नन भेज हालौ भन्नुभयो कि। सो म चाहिँ यहाँको एकदम नै मिठो एक प्लेट मोमो खाएर लागे अर्को पसलतिर। पानीपुरी खानु भनेर त्यसपछि अर्को पसलमा गएको, दाइले त्यसपछि अर्को एउटा नास्ता पसलमा गएर दाइ यहाँ फ्रीमा खाना पाउँछ भनेर सोधेको। दाइ चाहिँ मेरो क्लास नै लिदियो। भाइ पैसा नभएपछि त कहाँ हुन्छ भाइ यार, फ्री मात्रै मिल्छ र गर न। तिमीलाई म आइटम पनि सिकाउँछु, काम पनि सिक्छौ। त्यस्तो त नै पैसा थिएन कि अहिले भोक लागेको थियो। अब भोक लागेको छ, अब हेर्दाखेरि च्याट भयो, पैसा भयो जस्तो छ, मोबाइल छ, सबै कुरा छ। हेर त अब तिमीलाई धन्न इन्दाइले मलाई भाँडा माझ्न लगाइसकेको थियो। धो धन्नी त्यहाँबाट बचेर म गएँ अर्को पसलतिर। यति रिजेक्सन पाएर म कस्तो अहिलेसम्म सेड भइसकेको थिएँ कि तर मैले कोसिस गर्न छोडिनँ। भाइ तपाईँ म अर्को पसलमा गएर फ्रीमा खानेकुरा माग्छु, त्यति बेलासम्म हजुरहरू मलाई फलो गरिहाल्नुहोस् है त। त्योपछि अब चाउमिन खाने भनेर हामी गयौँ एउटा चाउमिन पसलमा है। यहाँको दाइले त झन् फ्रीमा पाउँछ भनेर सोधेको, मेरो बायोडेटा नै सोधिदिनु भयो। चाउमिन लियो 60 रुपियाँ। मसँग अहिले पैसा थिएन। पैसा थिएन पर्छ के भयो? नयाँ नयाँ आइयो रुपाला कहाँ कति यहाँ कहाँ पैसा यहाँ त अहिले कति वर्ष 60 वर्ष अरे लियो कि नै? थाहा यार, अब के तर जे भयो नि उहाँ चाहिँ लास्टमा हुन्छ खाएर जाऊ भोलि दिनु भन्नुभयो। मेरो कस्तो सासमा सास आयो, यति रिजेक्सन खाइ खाइ एउटाले धन्न हुन्छ भन्यो। अनि हुन्छ भनेपछि त के थियो, यहाँको मस्त मिठो वाला मन्चुरियन चाउमिन टन्न खायौँ होइन। भाइ त यो पसलको नाम कमेन्ट बक्समा गेस गरौँ त कुन पसल रहेछ। सो भिडियोको स्टार्टिङ त मिठो खाएर भएको थिएन, तर एन्डिङ मिठो खाएर गर्ने भने हामी यो जाडोमा चिसो कुल्फी खान गयौँ। यता चाहिँ एउटा कुल्फीको 50 रुपियाँ पर्दो रहेछ। अंकल कुल्फी कसरी हो? 50 रुपियाँ एक बन्ने अहिले। सुन्नु न, मसँग पैसा थिएन अहिले। पैसा थिएन, अनि दाइले मैले पैसा छैन फ्रीमा खाना पाउँछ भनेर सोधेको। दाइ त एकछिन सक हुनुभयो। अनि उहाँ चाहिँ आफ्नो वाइफले सोध्नु हुँदै थियो के गरौँ भनेर। अनि उहाँको वाइफले चाहिँ अब खाना आइहाल्यो दिदिनु भनेर दिनुभयो। अनि फाइनली मिठो खाएर हाम्रो भिडियोको एन्डिङ हुने भयो।